कथाको सुरुवात हुन्छ कि हार पछाडि जित अवश्य हुन्छ। हार पछि जित। काठमाडौँको बाहिरी सहरमा एक युवा बस्थ्यो। नाम थियो सुमन। मध्यमवर्गीय परिवार। बाबु स्कुलका शिक्षक थिए, आमा गृहिणी। सुमन बाल्यकालदेखि नै असाध्यै मेहनती थिए। पढाइमा ठिकैठाकै हुन्थ्यो, तर उसँग सपनाहरू ठुल्ठुला थिए। ऊ अफिसर बन्न चाहन्थ्यो, समाजमा केही गर्न, बाबुआमालाई गर्व गराउन र प्रमाणित गर्न। उसको आँखा चम्किरहन्थ्यो। पहिलो प्रयास उम्मेदवार भए तर अयोग्य ठहरियो। स्नातक सकिएपछि उसले लोकसेवाको तयारी सुरु गरे। ऊ बिहान उठ्थ्यो, पढ्थ्यो, पुस्तकालय जान्थ्यो, रातभर मेहनत गर्थ्यो। जब उसले पहिलोपटक फर्म भर्यो उसलाई लाग्यो यति पढेपछि त म पक्कै पास हुन्छु, तर नतिजा आयो अयोग्य। साथीहरूले भने पहिलोचोटि त यस्तै हुन्छ, फेरि ट्राई गर। सुमनले सोच्यो, है ठिकै हो, फेरि गर्छु। दोस्रो, तेस्रो, चौथो प्रयास लगातार असफलता। दोस्रो प्रयासमा उनी झन् धेरै पढ्यो। नोट्स बनायो, पुराना प्रश्नपत्र हल गर्यो, मक्किएको टेबलमै धेरै रात बितायो। तर फेरि पनि ऊ प्रवेशमा परीक्षामै आउट। त्यसैचोटि उसको कोचिङ कक्षा दियो, धेरै खर्च भयो। बाबुआमाले ऋण लिएर सहयोग गरे, तर फेरि पनि असफल। चौथो पटक उसले अन्तिम अन्तवार्तासम्म पुगेको थियो। सारा साथीहरू लाग्यो अब त सुमनको नाम सूचीमा पक्कै आउँछ। तर जब नतिजा आयो उसको नाम सूचीमा थिएन। उसको मन मर्दै गयो। मानसिक सङ्घर्ष हुन लाग्यो उसलाई। बाँच्न मनै थिएन। सुमनलाई आत्मग्लानीले पोल्यो। दिनभर कोठामा बस्न थाल्यो। मोबाइल अफ, किताब बन्द। उसले कसैसँग बोल्न छोड्यो। उसलाई लाग्न थाल्यो सायद म अरूको जस्तो बुद्धि छैन, म केही गर्न सक्दिनँ। एक साँझ ऊ डाँडामा बसेर सनसेट हेर्दै थियो। त्यसै बेला सोच्दै थियो कि जब जीवन सकिए जस्तो छ, तर त्यही बेला एउटा वृद्ध आइमा आउँछिन्। उनी केही पर बाबुबालिकालाई भोग्दै गरिरहेको थिइन्। सुमनले सोध्यो, आमा तपाईँको उमेर यति धेरै छ, अझै पुगेको? बुढी आमाले, बाबु सङ्घर्ष नै हो, म हिँड्न सक्छु, पनि जीवन अझै बाँकी छ। हारेको मान्छेले होइन, उठ्नले चिच्छ। त्यस दिन सुमनको पहिलोचोटि आँखा फेरि खोले जस्तो महसुस गर्यो। उसले पाँचौँचोटि प्रयास गर्ने उसले कल्पना गरे। के फरक गर्यो उसले। यो पटक उसले सोचाइ नै बदलेर पढ्न थाल्यो। ऊ घन्टाको हिसाबमा होइन, गुणस्तरको हिसाबमा पढ्न थाल्यो। ध्यान केन्द्रित गरे नतिजामा होइन, सिकाइमा। उसले अब अरूको भन्दा फरक तरिकाले तयारी गर्यो। हरेक विषयमा आफ्नै शब्दमा लेख्ने अभ्यास गर्यो। मनोविज्ञान, अर्थशास्त्र, गहिरो ज्ञान, सामाजिक मुद्दाहरूमा आफ्नो दृष्टिकोण विकास गरे। छैटौँ प्रयास गरे। अन्ततः सफलता भयो। जब छैटौँ पटक नतिजा आयो सारा घर चुप थियो। सुमनले आफै लाज मान्दै वेबसाइट खोले, रोल नम्बर टाइप गर्यो। केही सेकेन्ड मौनता अनि लेखिएको थियो, केही सेकेन्ड मौनता अनि क्वालिफाइड। उसको आँखाबाट आँसु बग्यो। ऊ झसङ्ग उठ्यो। आमालाई आउँदा ल्यायो। बाबु खुसीले रुँदै भने, हामी विश्वास गरेको थियौँ बाबु। अब सुमन अग्ला प्रेरणा र दिन्छ। आज सुमन सरकारी अफिसर मात्र आएन, उसले आफ्नै युट्युब च्यानल खोलेको छ। हार पछि जित भनेर ऊ त्यसलाई विद्यार्थीलाई पढाउँछ। आफ्नो अनुभव बढ्छ। ऊ भन्छ जीवनमा हार त आउन नै गर्छ, तर त्यो हार तिमीलाई तोड्न होइन, बलियो बनाउन आउँछ। जबसम्म तिम्रो प्रयास गर्छौ
तबसम्म तिमी हारेको होइनौ।